हेलो मेरो साथीहरू है, आज पनि तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा, मेरो यो सानो ब्लगमा। आज तपाईँले देखिसक्नुभयो होला, म चाहिँ टक्क यहाँ भारी सारी बोकेर लाग्न आँटेको छु। अनि भारी सारी बोकेर कहाँ लाग्न आँटेँ भन्दाखेरि आजको यस्तो गर्मीलाई छल्नको लागि म लाग्दैछु हाम्रो यही लेटाङको कुलुङपुक झरना भन्ने ठाउँमा, जहाँ चाहिँ आजको दिन शीतल आजको यस गर्मीलाई छलेर आउनेछु र त्यहाँको के दृश्यहरू छ त्यो पनि तपाईँलाई देखाएर आउनेछु। त्यो अब चाहिँ म रेडी भइसकेको छु, सब रेडी भइसकेको छ। अब तर जानुभन्दा अगाडि यसो ढोक्नु पनि पर्ने हुन्छ, नत्र भने यसले हामीले ढोक्यो भने, यसले पूजा गऱ्यो भने त यसले हामीले सही ठाउँमा पुर्याउन सक्छ, सही ठाउँमा ड्राइभ गर्न सक्छ भगवानको कृपाले। मैले साथीहरू पत्ती छोडेर लागेँ, तलदेखिको पत्ती अब यता लाग्दैछु माथि राइट एक्लै, किनभने मेरो दुईजना भाइहरू दमकबाट उता तेर्छ बाटोको बाटो आउँछ अरे। र साथी हो म चाहिँ डक्टरसँगलाई जाति आइपुगेँ, जाति जाति छिट आइपुग्यो बल्ल जाति एकदम राम्रो भएको छ। अब गाउँ चाहिँ पातलो छ, जाति पनि माथि एकदम राम्रो जातिहरू माथि एकदम राम्रो छ। ल साथी म चाहिँ टक्क अब कुलुङ झर्ना जानेको टक्क फेदीमा आएको छु। यो चाहिँ कहाँ भन्ने हाम्रो जातिको तल फेदी पर्छ, यहाँबाट चाहिँ यता जानुपर्छ कुलुङ झर्ना जानुको लागि चाहिँ यो झुलुङ्गी पुल छ होइन, यो झुलुङ्गी पुलबाट कटेर पाहाड जानुपर्छ। अनि पाहाडबाट पनि यस्तो जानुपर्छ अरे, लगभग 10-15 मिनट पछि त्यो ठाउँमा पुगिन्छ। अनि फेरि उत्रेर हिँडेर जानुपर्छ अरे। केही सामानहरू किन्छु उता खानुको लागि, उता केही सामान पाइँदैन, त्यस्तै त्यो केही होइन, त्यही चिसो कोल्ड ड्रिङ्क्सहरू खान्छु, किन्छु है। कुलुङ झर्ना जानुको लागि खानेकुराको लागि यस्तो स्टामिना बढाउनको लागि यता दाइकोबाट दुईवटा एक्सट्रिम र 50-को चटपट 50को चटपट लिएर जानेछु है। माथि जाने पौडी खेल्दै स्विमिङ खेल्दै खानेछु। अनि मेरो दुईजना भाइहरूले दमकबाट पर्खिराखेको छु, कतिखेर आउँछ है उनीहरूलाई। जब म एकछिन पर्खिन्छु यहाँ आएन भने म उतै आइज भन्छु उनीहरूलाई। ल साथी हो है, म चाहिँ अब ठक्क बाइकमा यो झुलुङ्गे पुल कट जाँदैछु। अब अहिलेसम्म मेरो एक्सपिरियन्स त्यति साह्रो छैन है यस्तो झुलुङ्गे पुलमा चाहिँ बाइक कुदाएको। त्यही पनि अब कस्तो सक्दैन हेर्नु है साथी हो। माता बचाउनु है, परमेश्वरी माता, पाथिभरा माता, माई जय सब बचाउने मलाई, किनभने म यस्तोमा कहिले हिँडेको छु है। त्यही माथि यहाँ बाइक पनि है, ठक्क बाइक पनि छ, ठक्क कहिले हिँडेको छु म। त्यतिखेर परमेश्वरी बचाउनु यहाँबाट घरे मात्रै गइन्छ नि, एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। कट यत्रो लामो झुलुङ्गे पुल हेर बाइकमा समातेर, त्यही पनि आफै जस्ट कटेर ढुकढुक भएको थियो, त्यही पनि कटेँ। धन्यवाद जय प्रोफेसर। तपाईँहरू पनि है यो कुलुङ झर्ना आउँदै हुनुहुन्छ भने अलिक एक्सपर्ट मात्रै आउनु होला है, किनभने यहाँनिर बाटो धेरै अफरोड छ, त्यही माथि बाटो रिपेयरिङ हुँदैछ है। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ यहाँनिर है, अलिक एक्सपर्टहरू मात्रै आउनु सक्नुहुन्छ। बाटो धेरै नै अफरोड छ, म त बल्लेर मरेर आइपुगेँ कतिचोटि उफारेर। तपाईँहरू आउनु अलिक एक्सपर्ट मात्रै आउनु होला। बाटो देखिहाल्नुभयो, बाटो यस्तो एकदम खतम छ, बाटो एकदम डेन्जर छ है। बाटो खतरा छ, झर्ना जाने मात्रै भनेर हुँदैन, बाटो पनि हेर्नुपर्ने हुन्छ। तपाईँले बाटो हेर्नुलाई बाटो हेर्नु होला, बाटो झर्ना आउने सोच राख्नु भएको छ भने बाटो पनि एकपल्ट मूल्याङ्कन गरेर आउनु होला। बाटो एकदम खराब छ है। फाइनली लगभग आधी घन्टाको राइडपछि म चाहिँ आइपुगेँ। अरू भए 10 मिनट 15 मिनटमा आउँथ्यो होला, तर म चाहिँ सक्दिनँ, किनभने यस्तो अफरोड बाटोमा है हिँड्नुको लागि अन्त साह्रो परेन मलाई चाहिँ। तर ठिकै छ, यस्तो यति गरेर मरेर आइपुग्यो है। अब यहाँबाट पनि अझै फेरि माथि जानुपर्ने अरे, यहाँबाट सट्ट यता जाने अरे। म अब लाग्दैछु कुलुङ झर्ना, यता पनि देखिराख्नु भएको छ तपाईँहरूले, पुरा उयोहरू छ होला है। यही कुलुङ झर्नाको त्यो पानीहरू यता बगेर आउने हो, त्यही हो। अब यस्तो अफरोडमा पनि लगभग आधी घन्टाको राइडपछि बल्ल आइपुगेको छ। पुरा जिउहरू त थचाक थुचुक भइसकेको छ। अब फेरि यता अरे ठक्क त्यहाँसम्म फेरि म जानेछु, अनि तपाईँले फेरि भिडियो देखाउनेछु है। कुलुङ झर्ना आउनुको लागि चाहिँ है हामीलाई बाइक मात्रै आएर नहुने रहेछ, बाइक पर राखेर फेरि यहाँनिर लगभग 5-10 मिनट चाहिँ हिँड्नुपर्ने रहेछ। त्यही भएर खोला चाहिँ यहाँ देखियो, तर खोला देख्यो तर झर्ना कहाँ म यसलाई अहिलेसम्म पत्ता पाइनँ है, किनभने फर्स्ट टाइम आएको म। अनि बहिनीहरू पनि फर्स्ट टाइम रहेछ, सोधेको बहिनीहरूलाई पनि थाहा छैन अरे हो। म जस्तो रहेछ बहिनीहरू पनि यत्रो माथि आउनुपर्छ अफ रोड
त्यही माथि ढुङ्गा हिँडेर जानुपर्ने कतिहरू गाह्रो छ यसो हिँडेर बहिनीहरू झन् आज हिँडेर आइरहेको छ म त बाइकमा आएको थिएँ बहिनीहरू हिँडेर आइरहेको छ कसरी आयो म चाहिँ छक्क परेँ ठिकै छ कसैले आफ्नो मनको चाहना इच्छाको लागि इच्छाको डेडिकेसन होइन अब जुन त्यो एउटा नहुने एउटा चाहना इच्छा हुन्छ त्यसको लागि आफ्नो त्यो हिँडेकोले शरीरको थकानले फरक पर्दैन भन्छन् त्यही होला सायद यत्रो पर आइसकेँ लगभग 15 मिनट हिँड्छ त्यो पनि म कुन झन् आइपुगेको छैन भर्खर खोला मात्रै आइपुगेको छु कहाँ हो मैले बाटै पत्ता लगाउनु सकिनँ गले त्यहीमा यत्रो आइसक्यो है अझै पनि कुन झन् आइसकेको छैन लगभग आधी घन्टा 1 घन्टा हुन आँटिसक्यो हिँडेर यो समय आइपुगेको छैन है ल साथी हो है फाइनली प्रतिशतको खोला आयो कहाँ पनि हाल्छु कुन झन् चाहिँ यहाँ रहेछ है लगभग 1 घन्टा जस्तो हिँड्यो बाटो नदेखेर खोलामा यहाँ आउनुको लागि मैले यति साह्रो दुःख पाएको छु यति भनेर साथी छैन साथी हो आइपुगे एकछिन रेस्ट गर्छु नयाँ गर्छ नि जान्छु म साथी हो अब भिडियो अन्तिमसम्म हेर्नु होला यत्रो दुःख गरेर है यो झर्ना देखाउनुको लागि तपाईँहरूले यत्रो दुःख गरेर म हिँडेको छु 1 घन्टा लगभग हेरिदिनु होला है माया गरिदिनु होला साथी हो है अब म घरमा एक बजेसम्म नुहाइरहेको लगभग आधी घन्टासम्म नुहाएँ अब चाहिँ म घर जाने प्रश्न गर्छु आजको मेरो भ्लग यहाँसम्म मात्र रहेछ भोलिदेखि अर्को कन्टेन्टमा मेरो भ्लगहरू आउने छ सबैको लागि मलाई बिताइदिनुहोस् र यो भ्लग कन्टेन्टमा हेर्नुहोस् मेरो आजको लगभग 1 घन्टा यहाँ पौडी खेलेँ आधी घन्टाभन्दा बेसी म त्यहाँबाट हिँडेर आएँ र आज चाहिँ घरबाट लगभग 45 मिनट लाग्यो यहाँ आउनुको लागि लगभग 1.5 घन्टाको अन्तरालमा म चाहिँ मेरो पत्नीबाट यहाँ आइपुगेँ र यहाँ आएर धेरै रमाइलो चिसो पानी बनाउनु पाएँ अब चाहिँ म जान्छु मेरो घरतर्फ मेरो भिडियो चाहिँ हेर्नु होला कस्तो लाग्छ तपाईँले माया गरिदिनु होला म यस्तै कन्टेन्टहरू अरू पनि लिएर आउनु सक्छु र साथी अब चाहिँ हामी यो झर्नाबाट घर लागेको छौँ अब घर जान प्राप्त गर्छौँ आजको लगभग मेरो आजको दिनको भ्लग यति नै छ है अब हामी घर जानेछौँ लगभग अब हामीलाई पनि लगभग आधी घन्टा अझै लाग्छ भने जस्तो लाग्छ फर्किने क्रममा यहाँ आधी घन्टामा आइसकेको छु लगभग फेरि म 15 मिनट जति हिँडिसकेँ 15-20 मिनट हिँडिसकेँ अब फर्किने क्रममा छु यत्रो पर चाहिँ यहाँसम्म लगभग है जाँदा उकालो आउँदा ओह्रालो छ बाटो एकदम अप्ठ्यारो छ कुलुङ झर्ना जानुको लागि तपाईँहरू कुलुङ झर्ना जाँदै हुनुहुन्छ भने कोही हुनुहुन्छ भने यसो हिँड्नु सक्नुहुन्न भने यस्तो खालको बाटोहरू अफरोडहरूमा है ढुङ्गाहरूमा हिँड्नु सक्नुहुन्न भने तपाईँहरू नआउनु होला किनभने यहाँनिर अहिलेसम्म त्यहाँ माथिसम्म जाने एउटा सरल र सजिलो बाटो बनेको छैन त्यही कारणले गर्दा जति पनि मान्छेहरू आउँछन् जति पनि त्यहाँनिर जाने यात्रीहरू त्यहाँनिर जान चाहने मान्छेहरू सबै यही खोलाको बाटो हुँदै जानुहुन्छ त्यहाँसम्म जाने बाटो छैन नि त त्यही भएर अब हामी जस्तो अलिकति हट्टा जमानलाई त अलिकति हिँड्नु साह्रो पर्यो किनभने त्यत्रो माथि जानु फेरि आउनु ढुङ्गा माटो यस्तो खोला यताउति वारपार यता कहिले उता चढ्दै वारपार गर्दै आउनुपर्छ त्यही भएर तपाईँहरू साथी हो हिँड्नु सक्नुहुन्छ भने मात्रै यो कुलुङ झर्ना आउनु होला हिँड्नु सक्नुहुन्न भने तपाईँहरू नआउनु होला किनभने तपाईँहरू आउनुको कष्टको कुनै अर्थ छैन तपाईँले यत्रो हिँडेर यहाँ टाढोसम्म आउनुहुन्छ अब कुलुङ झर्ना चाहिँ कुदेर भोक पनि लाग्यो भोक लागेपछि हामी चाहिँ खानेवाला छौँ यहाँ केटा भोक लागेर अब हामी यहाँनिर चाहिँ खानेवाला छौँ चटपटे खानेछौँ किनभने यत्रो हिँड्ने लगभग 20-25 मिनट जाँदा आउँदा 20-25 मिनट स्टामिना चाहिँ सबै फाँक भयो अघि एउटा कोलाले पनि थामेन मलाई चाहिँ त्यही भएर चटपटे खाँदैछु है अनि यहाँबाट लगेको पानी पनि एक बोतल पानी फाँक अनि बहिनी पनि निकै भ्लग हेर्ने रहेछ बहिनी मेरो च्यानल सब्सक्राइब गर्दै होला हेर्दैछ भने मेरो मिस्टर हाङ भ्लग छ कि
एउटा सब्सक्राइबर भेटिहालेँ मैले साथी यहाँनिर है एउटा बहिनी रहेछ। अब यतिको डाइट खाएपछि कसो नपुगेला है, तर बाटो पनि धेरै अप्ठ्यारो रहेछ यहाँको बाइक आउने बाटो। चटपटे खाएपछि अलिकति स्ट्यामिना आउँछ कि म चटपटे खान लागि साथी है माया गरिदिनु ल। म यस्तै कन्टेनर अरू लिएर आउने नमस्ते,